छोरीको पीडा छोरीको पीडा छोरीको पीडा छोरीको पीडा। त्यो सौताको छोरी त्यो त अर्कै एउटा केटासँग सल्केकी रहेछ भाइ। तेरो भिनाजुको र मेरो त इज्जत माटोमै मिलाइ त्यसले मुख देखाउन लायक भएन। मलाई के भन्नु सानैदेखि पानी लगाइहाल्यो। फेरि भिनाजुलाई दिनुहुन्न होला। म दिदी भिनाजुको गाउँ यसो घुमेर आउँछु, बेलुका गफ गरौँला, रमाइलो गरौँला। अहिले म लाग्छु ल दिदी, जान्छु म अहिले। रमा अनि छोरी कता गई कि बिहान बिहानै घर खान पठायो छोरीलाई? होइन है बुढा, के साह्रै आत्तिनु भएको? कहीँ गएकी छैन छोरी, होला नि कतै साथीहरूकोमा गएको। त्यसो भनेर हुँदैन नि रमा, जमाना धेरै खराब छ, हुर्केकी चेली त्यहाँ माथि, अनि खोज खबर त गर्नै पर्यो नि। यति बेलासम्म घरमा देखिन्न, कहाँ गएको हो, जता गए पनि भनेर जानुपर्ने। के हो तिम्रो छोरीले यो संसार छोडेर गएको मलाई पो थाहा छ त बुढा, तिमीलाई के थाहा? मेरो भाइले तिम्रो छोरीलाई कहिले नफर्किने गरी पठाइसक्यो। मेरो भाइले यसो गर्यो भन्नु भने भएन। होइन, यो त टोलाएर पो बसिछ त। के भयो तँलाई? आफूलाई यहाँ छोरी हराएर टेन्सन भएको छ? बुढा, छोरी अहिले आइहाल्छ नि। अब नभई पररीकोमा जाउँला, मान्छे लगाएर खोजौँला। न अस्ति त्यो कुशलसँग सँगै अँगालो मारेर बसेको देखिरहेको थिएँ मैले। उतै पो गयो कि। मलाई कुशलमाथि शङ्का लागिरहेछ बुढा। तिम्रो भाइ आएको थियो नि त, खै कता गयो? एकचोटि उसलाई सोध त, तै पनि उसलाई थाहा छ कि? ला, कतै शङ्का त गरेन नि बुढाले। मेरो भाइको मुखबाट यो कुरा बाहिर आयो भने त म त बर्बादै हुन्छु नि। बुढा, भाइ त बिहानै चुरोट किन्न गएको छ। ला, म त भुसुकै बिर्सेछु बुढा, चियापत्ती थिएन, म त चियापत्ती लिएर आउँछु भनेर निस्किएको। गएँ है बुढा? नगर्नु गल्ती गरिहालेँ, जे नहुनु थियो त्यो भइहालेँ। अब यसको उपाय भनेको एकचोटि दिदीसँग भेटेर सल्लाह गर्नै पर्छ मैले। भाइ, अब तर म त फस्टौँ जस्तो लाग्यो। अलिक सोझो भएर बोल्नुपर्छ है। केही पनि थाहा नभएको जस्तो गर्न पर्यो। तैँले र मैले मिलेर
मैयाको हत्या गरेको भनेर थाहा भयो भने तर म त आजीवन जेल जानुपर्ने हुन्छ यो कुरा तर म बीच गोप्य रहनुपर्छ। हुन त मैले पनि आवेगमा आएर गल्ती गरिहालेँ। यो कुरा थाहा भयो भने त फेरि म त जेल पो जानुपर्छ त। यदि म जेल गयो भने त फेरि मेरो बालबच्चाको त बिजोग हुन्छ त। दिदी मेरो सानो बालबच्चा मात्र कहाँ हो र? बुढेसकाल लागेको मेरो बाआमा पनि त छन्। उनीहरूलाई पालन पोषण गर्नुको सट्टा त तैँले त मलाई त मर्नु न बाँध्ने अवस्थामा पुऱ्याइस् दिदी। त चिन्ता नगर भाइ, सबै कुरा म मिलाउँछु। तर 2-4 दिन त यतै बस्नुपर्ने हुन्छ। अहिले त घर गइस् भने भिनाजु र यो गाउँले त माथि शङ्का गर्छ। हुन्छ दिदी, तैँले जे भने मैले त्यही गरेँ। अब जे गर्छस् तैँले गर्नुपर्छ। हेर दिदी, बचाउँछस् या तैँले मराउँछस्, अब तेरो हातको कुरा हो। तैँले जे गर्छस् गर। मैले तेरो कुरा सुनेर मैले गल्ती गरेकै। हेर भाइ, तर म यहाँ धेरै बेर बस्नु हुँदैन। तर म माथि शङ्का हुन सक्छ। म तेरो भिनाजुलाई चियापत्ती सकेको छ, चियापत्ती लिएर आउँछु भनेर आएकी हुँ। तर म यहाँबाट गएर हामी आफै प्रहरीकोमा जानुपर्छ। हुन्छ दिदी, त जाँदै गर। म अहिले एकछिनमा आउँछु। म के सोताउँला, त जाँदै गर। ल ल भाइ। हे भगवान्, यो दिदीले बोलाउने बित्तिकै मलाई किन आइहाल्नु परेको? यो दिदीको कुरा सुन्नाले मेरो सानो गल्तीले गर्दा मेरो सानो बालबच्चा, बुढेसकाल लागेको बाआमा सबैको भविष्य बर्बाद हुने भयो। मैले ठुलो गल्ती गरेँ दिदीको कुरा सुन्नाले। हे भगवान्, मलाई म पापीलाई बचाइदिनु। म एउटा गल्तीले गर्दा मेरो सानो बालबच्चा सहित मेरो फ्यामिली सबैको तसनस हुन्छ, हरेक सपना। ओहो कुशल बाबु, म त तपाईँकै घरतिर जान लागेको थिएँ। तपाईँलाई त बाटैमा भेटियो त। के कुरा हो काका? बसेरै गरौँ न। ल यहीँ बसौँ। शीतल शीतल छ। तपाईँले त बिहे गर्नुभएछ, तपाईँलाई दाम्पत्य जीवनको शुभकामना छ है। हामीलाई त खबर पनि गर्नु भएन ज्वाइँ साहब। जे होस्, हाम्रो भजाइनीको राम्रो ख्याल गर्नु होला। काका, कसले भन्यो तपाईँलाई फेरि यो नचाहिने कुरो? म त सानो कामले सदरमुकामतिर गएको थिएँ। म हिजो मात्रै घर आइपुगेको। अनि मैयालाई मैले नभेटेको त ठ्याक्कै 1 हप्ता भयो। अनि तपाईँलाई कसले भन्यो हो मैले र मैयाले बिहे गरेको भनेर? फेरि यस्तो नचाहिने कुरो नि गर्ने हो? हिजोदेखि मैया पनि हराएको भनेर गाई गोई कुरा सुनिन्छ। मैया र तपाईँको लसपस छ भन्ने सुनेको थिएँ। त्यही भएर सबै गाउँले तपाईँमाथि शङ्का गरेछन् बाबु। त्यसैले मैले बाबुलाई भेट्ने बित्तिकै फ्याक्टै कुरा राखिदिइहालेको। आफ्नो त मनमा कुरा राख्ने बानी नै छैन बाबु। हेर्नुहोस् काका, मलाई जहाँसम्म लाग्छ मलाई मैया उसले लग्यो भनेर मैयाको आमाले फसाउन जालझेल गरेको हुनुपर्छ। कुरा गम्भीर छ काका। मैया जहाँ भए पनि हामीले मैयालाई खोजेर पत्ता लाउनु पर्यो। अब कुरो के रहेछ, म खानासाना खाएर आउँछु बाबु। अनि यहाँ हाम्रो ससुराली घरमा बसेर एकताल छलफल गरौँला। हुन्छ काका, म पनि त्यहीँ आउँछु। कुरा के रहेछ, आज दुधको दुध पानीको पानी बनाउनु पर्यो काका। तपाईँ पनि खाना खाएर आउनुहोस्, म पनि त्यहीँ आउँछु है त। बुढा, मलाई त एउटा शङ्का पो लाग्यो। हाम्रो छोरीलाई कतै त्यो कुशलले लगेर लुकाएर त राखेको पो छैन। तपाईँ जेसुकै भन्नुहोस् बुढा, म त त्यो कुशलमाथि नै शङ्का गर्छु। ल त्यसो भए अब सबै गाउँलेहरू र त्यो कुशल बाबुलाई समेत बोलाएर राम्रोसँग सरसल्लाह गर्नु पर्यो। यदि त्यो कुशल बाबुले लगेको रहेछ भने ठिकै छ, यदि होइन रहेछ भने तर तेरो भाइ माथि मलाई धेरै शङ्का छ। ल हुन्छ बुढा,
सबै गाउँलेलाई बोलाऊ अनि छलफल गरौँ न। म खबर गर्छु। हेलो सुशीलता भान्जी, यहाँ हाम्रो घरमा दाजु नमस्कार। हजुर नमस्कार। मामा नमस्कार। बस्नु haunts me somewhere much deeper. Anxiety filling up every space, no privacy. And silently it could build and build until you finally see. Whoa, it's taking over. Damn, no closure, moving closer. No exposure, I just wanna be a loner. Some can't stay sober, looking over all their shoulders, like moving boulders just to get out of the home. It sucks, I've had enough, I don't wanna feel the stuck. अनि तपाईहरु सबैजना आउनुभयो अनि खै त मैले त कुशललाई त देखिन नि। त्यही त बुढा, कुशल बाबु कहाँ जानु भएछ? अहिले हिजोको घटना के भएको छ दाजु? मलाई केही पनि थाहा छैन। म यहाँ कहाँ गइन अरे? कता छन् त? केही थाहा छ कि छैन? हामी सबैजना भेला भयो। तपाईँ कसरी मैयालाई देख्नु भयो त? ओहो, तपाईँहरू सबैजना आइसक्नु भएछ है। काका नमस्कार है। नमस्कार है सबैजनालाई। मलाई पनि सम्झिनु भएको रहेछ है। म पनि आइपुग्नु। कतिखेर आइपुग्नु तपाईँहरू? अनि काका, म यहाँ हराइसकेपछि प्रहरीलाई बोलाउने हो कि तपाईँहरू सबै मिलेर मलाई शङ्का लाएर बस्ने? काका, तपाईँहरूले काकीले मलाई शङ्का कहाँनिर गर्नुभएको थियो भने अस्ति एक दिन म यहाँ त्यहाँ रुखमा झुन्डेर मर्छु आत्महत्या गर्छु भनेर रुखमा चढ्दै थिएँ। त्यति बेला मैले तपाईँको छोरी मैयालाई बचाएको थिएँ। त्यति बेला बचाएर मैले उसलाई मर्न दिनु हुँदैन भनेर सम्झाइ बुझाइ गरेर उसलाई मैले सम्झाउँदै थिएँ। त्यो बेलामा काकीले देख्नु भएको रहेछ। त्यही देखेपछि काकीले मलाई उसले लग्यो कि भनेर आरोप लाउनु भएको। यो कुरो मलाई राम्रोसँग थाहा छ। तपाईँको छोरी के कारणले झुन्डिँदैछ, के कारणले मर्दैछ, किन मर्न जाँदैछ, तपाईहरुको घरको विषय हो काका। यो गाउँलेलाई दुःख दिने, गाउँलेलाई बोलाउने र गाउँलेलाई एउटा आरोप लगाउने यो तपाईहरुको यो अलिकति राम्रो भएन। मैले त काका गाउँमा कसैलाई पनि नराम्रो गरेको छैन। आजसम्म जतिलाई गरेको छु गाउँमा राम्रो होस्, सबैको कल्याण होस्, भलो होस्, गाउँमा सबै राम्रो गर्नुपर्छ भनेर मैले लागिरहेको छु। गाउँमा सबै गाउँका जनताहरू, हाम्रा गाउँलेवासीलाई मैले राम्रो गरिरहेको छु। तपाईहरुले मलाई एकासी यस्तो आरोप लाउनु भयो। काकीले अस्ति देख्नु भएको थियो, मैले पनि याद गरेको थिएँ। तर तपाईको छोरी त्यो दिन मर्छु भनेर घाँटीमा बाँसो लाउँदै गर्दा मैले बचाएको थिएँ काका। आज त्यही मान्छेलाई मैले भगाएर कतै लर लुकाएर तपाईहरुलाई तनाव दिन खोजेको होइन। म सानो मेरो कामले गर्दाखेरि सदरमुकाम गएको थिएँ। म त्यहाँ काम सकेर एक हप्तापछि म आज मात्रै यो गाउँमा आएको हो। गाउँमा आउँदाखेरि घरमा आमाले पनि कुरा गर्दै हुनुहुन्थ्यो, अस्ति म यहाँ हराएर तँलाई आरोप लाग्छ अरे, के हो कुरा भनेर मलाई आमाले पनि सोध्दै हुनुहुन्थ्यो। अनि अघि मैले काकालाई पनि भेटेको थिएँ, उहाँले पनि मलाई यही कुरा गर्नुभएको थियो। अनि कुरा के रहेछ भनेर म यहाँ आएँ। तपाईँहरू सबैजना जम्मा हुनुभएको रहेछ। अब म यहाँ कहाँ भनेर हामी खोज्नतिर लाग्ने हो। एक अर्कालाई शङ्का गर्ने, एक अर्कालाई चाहिँ आरोप लाउनेतिर हामी लाग्नु हुँदैन। तपाईँहरूको घरको समस्या, एउटा घरको आन्तरिक कुराले गर्दाखेरि बाहिरी मान्छेलाई दुःख दिने, बाहिरी मान्छेलाई आरोप लगाउने यो ठिक होइन काका। अब म यहाँ हराएको त एक हप्ता भइसक्यो। अहिलेसम्म पनि खोज खबर गर्दा पनि कतै पत्तो लागेको छैन। खै के भन्नु बाबु, कसलाई दोष लगाउनु? अनि काका, म यहाँ हराई भनेर प्रहरीमा जाने हो कि तपाईँहरू खोज्ने हो कि कुशलले लग्यो भनेर आरोप लाउँदै बस्ने हो त नि? होइन, अब सकेसम्म गाउँतिरै बुझौँ, सबैसँग सल्लाह गरौँ। अनि त्यसपछि पत्तो लागेन भने अनि प्रहरीकोमा जाउँला भनेर अनि हामीले त्यो सल्लाह गरियो पहिला, त्यसपछि त्यही अनुसारै। बाबु त्यस्तो होइन,
हाम्री छोरीले तपाईँलाई माया गर्छ रे भनेको सुनेको भएर तपाईँसँगै गयो कि भनेर शङ्का मात्रै गरेकी हुँ। अस्ति छोरी रुखमा झुन्डेर मर्न लागेको बेलामा कुशल बाबुले त बचाउन पो लाग्नु भएको रहेछ त। अनि तैँले उहाँलाई बेकारमा किन आरोप लगाए कि? अनि तैँले त्यो कुरो मलाई किन नभनेकी नि? बुढा मलाई नि के थाहा त, छोरी झुन्डेर मर्न लागेको मैले पनि देखिनँ। उनीहरू दुईजना अँगालो मारेर कुरा गरेको मात्रै देखेँ मैले, त्यही भएर। बुढी त अब धेरै नबोल। अब हाम्रो छोरी हामी सबैजना मिलेर खोजौँ। अब तपाईँहरू घरको कुरा घरमै मिलाउनुहोस्। अब हामी तपाईँको छोरी खोज्दैनौँ, आफ्नो घरको कुरा घरमै मिलाउनुहोस्। काका तपाईँसँग मलाई एउटा कुरो गर्नु छ, यसो आउनुहोस् न। कस्तो कुरा हो र बाबु? एउटा कुरो छ काका। ला भाइ, हामीलाई त बर्बादै गर्छ कि क्या? यो कुशल बाबु उल्कै बाटो छ, तेरो भिनाजुलाई लिएर गइहाले। दिदी त टेन्सन नगर, जे हुन्छ हुन्छ। अब टेन्सन गरेर हुने कुरो केही पनि छैन। काका मलाई मैया हराउनुमा काकीमाथि शङ्का छ। किन भन्दाखेरि अस्ति तपाईँको त्यो काकीको भाइ भन्ने मान्छे जब आयो, यिनीहरूले कुरा गरेको मैले सुनेको थिएँ। अघि यिनीहरूले खासाङ खुसुङ हामी फसिन्छ यताउता कुरा गरेको सुनेको छु काका मैले। त्यही भएर तपाईँलाई मैले यो कुरो भन्नै पर्ने। काकीमाथि मलाई शङ्का छ। अब हामीले काका प्रहरीलाई खबर गर्नुपर्छ र काकी र तपाईँको त्यो ससुरालीको सालोलाई प्रहरीलाई भनेर अनुसन्धान गरेर लाउनुपर्छ। सबै दुधको दुध पानीको पानी हुन्छ काका। बाबुले सही कुरा गर्नु। मलाई नि अलिअलि त शङ्का लागेको थियो यिनीहरू दुईजनामाथि। तपाईँको काकीले सौताको छोरी भनेर यताउति हेला गरेको कुरा मलाई पहिल्यैबाट थाहा छ काका। म त यो गाउँमा कहिले पनि कसैको पनि कुभलो नचाहिकन सबैको राम्रो होस्, राम्रो गरौँ भनेर बसेको मान्छे हो। आज जुन आरोप ममाथि लागेको छ मलाई केही छैन, तर हाम्रो मैयाले न्याय पाउनुपर्छ काका। कि सास चाहियो हामीलाई कि मैयाको लास भन्ने पनि चाहिन्छ काका। यो विषयमा हामी गम्भीर भएर लाग्नुपर्छ। त्यही भन्नलाई आएको म यहाँ। सही कुरा बाबु, एकदम सही कुरा। बाबुले सही कुरा गर्यो। मलाई पनि मेरी छोरीको माया छ नि बाबु। मैले रमाको कुरामा लागेर मैले ठुलो गल्ती गरेँ। मलाई शङ्का त लागेकै थियो, खालि प्रमाण नभएकोले मात्रै भन्न गाह्रो भयो। ठिक छ, अब बाबुले भने जस्तै प्रहरीमा गएर अब कहाँ के गर्नुपर्ने हो त्यही अनुसार प्रक्रिया अगाडि बढाउनुपर्छ। अब छोरी सानै थिए, सानै उमेरमा उसको आमा बितेर गई। मैले दुःख सुख गरेर यत्रो बढाएँ, हुर्काएँ, बढाएँ, पढाएँ। अब अहिले आएर यस्तो स्थिति मैले भोग्नु पऱ्यो बाबु, के गर्ने? टेन्सन नगर्नुहोस् काका। तपाईँ हामी सबै मिलेर प्रहरीमा जाउँला, खोज खबर गराउँला र हामीले जो माथि शङ्का गरेका छौँ कुशलले आज मेरै श्रीमतीमाथि आरोप लायो भनेर नसोच्नु काका। मैले जे देखेको छु, मेरो आँखाले जे देखेको छ त्यही भनेको हो। हामी प्रहरीकोमा जानुपर्छ। प्रहरीले अनुसन्धान गरेपछि सबै कुरो पत्ता लाग्छ काका। अहिले भगवान्सँग प्रार्थना गरेको छु छिट्टै म यहाँ भेटियोस् भनेर। अहिले लागौँ काका। हुन्छ बाबु। सल कता हिँडेको सन्चै हौ? आउने एकछिन गफ गरौँ मेरो। हेर न, मलाई त तनाव हुन थाल्यो। हिजो कि अस्ति गाउँबाट मैया हराइछे, सबैजनाले मलाई नै आरोप लाग्यो। त्यसैले त यो गाउँमा जनचेतनाको कमी छ भनेको कुशल। यो गाउँको मान्छे आफैमा शिक्षित छैनन्, त्यसैले त जे मन लाग्यो त्यही भनिदिन्छन् कुशल। त्यसैले त यो ठाउँ, म जन्मेको गाउँ परिवर्तन गर्नको लागि
म अस्ट्रेलियाबाट गाउँ आएको कुशल। यो गाउँको मान्छेलाई परिवर्तन गराउन धेरै गाह्रो छ सुस्मिता। मैले अहिलेसम्म धेरै कोसिस गरिसकेँ, धेरैलाई सम्झाउन खोजेँ, धेरैलाई बुझाउन खोजेँ, तर तिमीले भने जस्तो मैले सोचे जस्तो त्यति सजिलो छैन। जति हामीले सोचेका छौँ त्यति बुद्धिमानी यो गाउँका मान्छे छैन। त्यसैले त्यति सम्भव छ जस्तो लाग्दैन सुस्मिता मलाई त। योभन्दा पहिले तिमी एक्लै थियौ कुशल, अब त म आएको छु नि त। हामी दुईजना मिलेर अब केही गर्नुपर्छ, समाजलाई सम्झाउनु, बुझाउनु, परिवर्तन गर्नुपर्छ। अनि सुन न, त्यो मैया कहाँ गइन् होला है? मलाई त एउटा मान्छेमाथि निकै शङ्का लागेको छ सुस्मिता। त्यो मैयाको घरमा आएको मान्छे, अस्ति एकजना मान्छे आएको थियो, त्यो मान्छेप्रति एकदम शङ्का लागेको छ। र मैयाको आमाले पनि मैयालाई पहिल्यैदेखि धेरै नराम्रो व्यवहारहरू गरिरहेको कुरा मलाई राम्रोसँग थाहा छ। र उनीहरूले नै मैयाको कतै हत्या गरेर कतै गायब गरेर मलाई पो आरोप लगाउन खोजेको हो कि? मलाई एकदमै शङ्का लागिरहेको छ यो विषयमा चाहिँ। कुरा के हो स्पष्ट पार्नुपर्नेछ। फिरेर त्यो चाहिँ हुन सक्छ कुशल, हिजो मात्र त्यो घरमा मान्छे आएको, हिजै मैया हराएको, यो यिनीहरूको ठुलो षड्यन्त्र हुनुपर्छ कुशल। तिमीलाई फसाएर उनीहरू उम्किन खोजेको होला नि, तर यो कुरा सम्भव छैन। तिमीले केही पनि गल्ती गरेको छैन भने तिमी किन डराउन पर्यो कुशल? म डराएको छैन सुस्मिता। मैले जिन्दगीमा अहिलेसम्म नराम्रो काम गरेको पनि छैन, गर्नेवाला पनि छैन। तर यो गाउँमा आजसम्म जे भएको छ नि, अब यो हुन दिने पनि छैन। आज मलाई जुन आरोप लगाएका छन् नि, जुन आरोप म माथि लागेको छ नि, यो आरोपको म एकदमै घोर भर्सना गर्नेछु। र यो गाउँमा अब यस्ता गलत क्रियाकलाप हुन, म यो गाउँमा जबसम्म रहन्छु नि तबसम्म यो गाउँमा यस्ता क्रियाकलाप, यस्ता नराम्रा काम हुने दिने छैन। र यो गाउँमा तस्करी, बलात्कार, हत्या, हिंसा एकदम बढेको छ पहिलेदेखि। अब म यो कुनै पनि हालतमा यस्तो हुन दिने छैन सुस्मिता। तिमी आयौ, म एकदमै खुसी भएको छु। तिमीले अब मलाई साथ दियौ भने तिमी र म मिलेर अब यो गाउँमा परिवर्तन ल्याउनुपर्छ, केही गरेर देखाउनुपर्छ। म यहाँ बसेर म यहाँको बारेमा केही सोचिरहेको थिएँ कुशल। भगवानसँग म प्रार्थना गर्छु म यहाँ छिटै भेटोस् भन्ने। हुन्छ सुस्मिता, अब जे हुन्छ प्रहरीको अनुसन्धानपछि सबै कुरा खुलिहाल्ला। ल अहिलेलाई मलाई हतार छ, म जान्छु है कुशल। ल सुस्मिता, यिनीहरूले यति धेरै जालझेल गरेर मैयालाई कि मारेकै हो कि कतै लएर बन्धक बनाएर राखेका छन्। आज मलाई आरोप लाउँदैछन् यिनीहरूले। जिन्दगीमा सबैको राम्रो होस्, सबैको भलो होस् भनेर हिँड्ने मान्छे आज म माथि यति ठुलो आरोप लाग्दैछ, आरोप लाउँदैछन्। राम्रो काम गर्छु भनेर बस्यो भने यो समाजमा त्यति मान्छेले मन पराउँदो रहेनछ। के सोचेको थिएँ गाउँलेको बारेमा? म आजसम्म यो गाउँमा बसेको यही गाउँको र गाउँलेको हितको लागि, यही गाउँ परिवर्तन गरौँ, यही गाउँमा नयाँ कुराहरू ल्याउँ, केही गरौँ भनेर बसेको थिएँ। आज म माथि यति ठुलो आरोप लागेको छ, हुनै नभएको आरोप लागेको छ। साह्रै मन दुखेको छ आज। सोझो रुखलाई जसले पनि काट्छ भन्थे बुढापाकाले उखान गर्थे, सायद त्यही भयो होला।
बाबा त अघि नै गाउँतिर जानु भएको थियो, यतिखेरसम्म आउनु भएन। कहाँ जानुभयो होला त? त्यही त बिहानै निस्किनु भएको, अहिलेसम्म आउनु भएन। खै कता जानुभएको बुवा पनि। खै नानी, अब भट्टीतिर गएर जार पो खाँदैछ कि के हो? त्यही त अस्ति मैले त्यस्तरी सम्झाएको बुवालाई, कतै भट्टीतिरै जानुभएको हो कि खै। अन्त कहाँ जान्छ र छोरी? तिम्रो बुवाले जति सम्झाए नि हुने होइन, त्यही भट्टीतिरै गएको होला नि। त्यही त मम्मी, अस्ति बुवालाई त्यस्तरी सम्झाएको, जति भने पनि लाग्दैन, टाइममा घर पनि आउनुहुन्न खै। किन आज ढिलो आउनु भयो? कता गएर आउनु भएको? बाटोमा एउटा मान्छे भेटे, मैयाको विषयमा कुरा गर्दा अलिक ढिलो भएछ नि। हो नि बुढो, मलाई त पहिल्यैदेखि शङ्का लागिरहेको थियो, मेरो दाइले गतिलो भाउजू ल्याउनु भएन भनेर त। खोइ मलाई त त्यो भाउजूको भाइ बनाउँदा आएदेखि अलिकति शङ्का लागिरहेछ। त्यसले पो केही पो गरिहालेको हो कि? पहिले एउटा केटो खोजेर दिएको भए अहिले यस्तो अवस्था आउने थिएन होला। अहिले त्यसलाई सम्झिँदा मलाई पनि एकदम मन दुख्छ। के गर्छस् बुढी? खोइ बुढा, अब पुलिसले अनुसन्धान गरेपछि पत्ता लगाउँला नि। त्यही त अघि मैले बाटोमा कुशललाई भेटेको थिएँ। प्रहरीले अनुसन्धान गरेपछि सबै कुरा पत्ता लगाइहाल्छ। हामीले टेन्सन गरेर के गर्नु? टेन्सन हुन्छ नि नानी, अब कहाँ गयो होला, के गर्यो होला। आज त मलाई साह्रै काम दुखिरहेछ, म यहाँ कहाँ गयो भनेर सोच्दा ल आज तिमीले नै पकाउ खानु पनि होइन नि त। जाऊ बाहिर घुमेर आउँछु ल।